ओके, यो भिडियो चाहिँ खुर्सानी लभर्स अनि आन्टीहरू छरछमेकीहरू जसले हरियो खुर्सानी खानुपर्छ है, भिटामिन हुन्छ, रातो खुर्सानी खानुपर्छ है, ग्यास्ट्रिक निको हुन्छ, डल्ले खुर्सानीले ग्यास्ट्रिक हुँदैन, तीनटा कुरा हरी, करी र वरी। फेरि भन्छु, हरी, करी र वरी तीनटा कुरा धेरै चिन्ता लिएमा, धेरै मसलादार खाएमा, पिरो, चिल्लो, अमिलो अलि बढी खाएमा र हतार खाएमा यी चिजहरुमा चाहिँ ग्यास्ट्राइटिसको समस्या एकदम बढिरहन्छ। यो चाहिँ अब नेपालीको कमन समस्या पनि हो ग्यास्ट्राइटिस। मेरो घरमा मेरो बुवा आमालाई छ हैन, कहिलेको म आफै पनि पीडित भइरा हुन्छु किनभने समयमा हामीले खान पाउँदैनौँ, समयमा नखानु पनि एउटा कारण मध्ये पर्छ। तर हाम्रा छरछिमेकीहरूले आन्टीहरूले भन्छ नि यो हरियो खुर्सानी खानु हुँदैन, रातो खुर्सानी खानु हुँदैन, हरियो खुर्सानी खाँदा हुन्छ, रातो खुर्सानी खाँदा हुन्छ र यो डल्ले खुर्सानीले निको हुन्छ है ग्यास्ट्राइटिस। पत्याउने काम नगर्नुस्। धेरै हतार खानु हुँदैन, फटाफट खाँदाखेरि समस्या आउँछ। धेरै चिल्लो, धेरै मसलादार खानेकुरा खानु हुँदैन, तातो खानु हुँदैन र पिरो धेरै नै खानु हुँदैन। कहिलेकाहीँ खानु ठिकै हो, हामी पनि खान्छौँ, तर नियमित रूपमा चाहिँ धेरै पिरो पनि खानु हुँदैन है त। हस् मन पर्यो भने सब्स्क्राइब पनि गर्नु होला है। मेरो सब्स्क्राइबर अलिक पुगिरहेको छैन।